सबैजनालाई नमस्ते। म हजुरहरूको बिचमा अहिले चलिरहेको कन्ट्रोभर्सीको बारेमा चाहिँ बोल्नु बाध्य नै भयो, जुनमा चाहिँ म आफै मेरो श्रीमान रुबिना अनि बहिनी गिबिना र अनि बहिनी रुबिनाको बारेमा चाहिँ चलिरहेको छ। यसको बारेमा म के भन्न चाहन्छु भनेर भन्दाखेरि हामीलाई चाहिँ हजुरहरूले चाहिँ न्याय गर्नु, कसैले पनि न्याय गर्नु पर्दैन है, किनभने न्याय गर्ने परमेश्वर नै हुनुहुन्छ। जसले जे रोप्ने गर्छ त्यसले त्यही नै कटिने गर्छ है। अनि यसको बारेमा चाहिँ भन्नुहुन्छ, मलाई त्यो लाइफसँग कुनै पनि सरोकार छैन है, किनभने लाइफ बस्नु चाहिँ उहाँको काम हो र त्यो काम चाहिँ उहाँको काम हो र त्यो काम चाहिँ उहाँले गर्नु पाउनुपर्छ, त्यो चाहिँ उहाँको अधिकार हो र उहाँले त्यो काम चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो भनाइ हो। र अर्को कुरा चाहिँ बहिनी गिबिनाले जुन भिडियो बनाइरहनु भयो त्यसमा चाहिँ म एकदमै धेरै सहमत छु, किनभने त्यसले चाहिँ धेरै नारीहरूको घरलाई चाहिँ बचाउने काम गर्दछ र उहाँलाई चाहिँ म एकदमै धेरै मान सम्मान इज्जत गर्छु। उहाँ चाहिँ मेरो आफ्नै बहिनी नै हुनुहुन्छ। र अर्को मलाई अलिकति दुखेको र मलाई अलिकति मनमा अनि नरमाइलो लागेको कुरा चाहिँ बहिनी गिबिनाले जब गेस्टमा चाहिँ जुन कुराहरू बोल्नुभयो त्यो कुराले गर्दाखेरि मलाई अलिकति नरमाइलो लागेको छ भनेदेखिलाई चाहिँ बहिनी रुबिनाको बारेमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ उहाँ पनि मेरो बहिनी जस्तै हुनुहुन्छ, मेरो हस्बेन्डको बेस्ट फ्रेन्ड हुनुहुन्छ र केटाको केटीको साथी हुँदैन भने होइन, हुन्छ साथी हुन्छ। र अनि साथी भएको कारणले गर्दाखेरि चाहिँ मैले उहाँलाई आफ्नै बहिनी जस्तो चाहिँ मानेको छु र मान्छु पनि। र म यति मात्र भन्न चाहन्छु कि अनि जतिजना लाइभमा बस्ने व्यक्तिहरू हुनुहुन्छ, इभन मेरो हस्बेन्ड पनि लाइभको कुरालाई लाइभमा नै इन गर्नुहोस्, पर्सनल लाइफमा नल्याउनुहोस्। यो नै सबैभन्दा बेस्ट कुरा हो। जब हामीले चाहिँ यो कुराहरूलाई चाहिँ लाइफको कुराहरूलाई पर्सनल लाइफमा ल्याउँछौँ त्यहाँदेखिबाट चाहिँ प्रब्लम हुन सुरु हुन जान्छ र त्यहाँदेखि चाहिँ फ्यामिलीमा प्रब्लम बन्छ। र मेरो यो आग्रह छ कि यो कुरा चाहिँ धेरै ठुलो कुरा होइन, यसलाई चाहिँ ठुलो इस्यु नबनाइदिनु होला। र मेरो यो आग्रह छ कि हजुरहरूले यो कुरा बुझ्नुभएको छ सबै भ्युअरहरूले। र मेरो हस्बेन्ड एकदमै बेस्ट हुनुहुन्छ, मेरो बहिनी गिबिना र रुबिना पनि बेस्ट हुनुहुन्छ र म तिनैजनालाई एकदमै धेरै मान सम्मान इज्जत दिन्छु भनेदेखिलाई चाहिँ म फेरि पनि भन्छु, मेरो श्रीमान यो वर्ल्डकै बेस्ट श्रीमान हुनुहुन्छ र हजुरहरू सबैजनाले यो कुरालाई चाहिँ बुझ्नुभयो र बुझ्नुभएको छ र ठुलो इस्यु चाहिँ बनाउनु हुने छैन, म यो चाहिँ आशा राख्दछु अनि सबैजनालाई यही आग्रह गर्दछु। हस्त, धन्यवाद। ए सोनी पुन दिदी अलिक स्पिडमा बोल्नु क्या, मैले तपाईँको यहाँ 2x स्पिडमा राखेको छु। अनि यहाँनिर जुन तपाईँले परमेश्वरले न्याय दिन्छ भन्नुभएको छ नि, परमेश्वरले दिदी न्याय दिने भएदेखि त अब त्यो त अब दिनेर नदिने आफ्नो ठाउँमा होला होइन, यत्तिकै होइन। साँच्चैकै परमेश्वरले न्याय दिने भएदेखि त रुबिन र रुबिनाको त त्यहाँनिर त होइन तपाईँले सोच्यो होला भेट गराए नदिने, त्यो पनि त परमेश्वरले गरिदिन्थ्यो होला नि त, त्यो गरिदिएन नि त। अनि त्यहाँदेखि तपाईँले भन्नुभयो नि यहाँनिर त मलाई त सबैभन्दा ठुलो गल्ती त मलाई त तपाईँको लाग्यो के, तपाईँको लाग्यो जुन तपाईँलाई चाहिँ के अरे गिबिनाले गेस्टमा भनेको कुराहरू पनि चित्त बुझेन त्यस्तो भन्नुभएको छ होइन। तपाईँले गिबिनालाई नै अब तपाईँले ट्रस्टै गर्नुहुन्न रहेछ होइन, त्यस्तो ट्रस्ट नगर्ने मान्छेलाई चाहिँ तपाईँले चाहिँ किन त्यो कुरा भन्नुभयो क्या। अनि अर्को कुरा तपाईँले अनि तपाईँले जुन त्यहाँनिर चाहिँ भन्नुभएको छ नि के अरे त्यो ठुलो कुरा होइन, सबैजना बेस्ट हुनुहुन्छ होइन, अनि तपाईँले वर्ल्डकै सबैभन्दा बेस्ट श्रीमान भनेर भन्नुभएको छ नि, अनि वर्ल्डकै सबैभन्दा बेस्ट श्रीमान हो भने चाहिँ यसरी चाहिँ अनि पब्लिकमा आएर चाहिँ किन बेइज्जत गरेको त दिदी। यहाँनिर त सबैभन्दा नराम्रो त तपाईँ नै देखियो क्या। तपाईँले एउटा गिबिनालाई भन्यो होइन, गिबिनालाई त्यो भनिसकेपछि त अब गिबिनाले पनि भन्नै पर्छ होइन, अब भनिदियो भने रहेछ, अब त्यही भएर गिबिनाले पब्लिकमा आएर भन्यो। अनि अहिले आएर चाहिँ फेरि अब गेस्टमा भनेको कुराहरू चित्त बुझेन भनेर भनिरहेको छ क्या। तपाईँ नै नराम्रो है दिदी, सबैभन्दा चाहिँ तपाईँ नै नराम्रो हो होइन। अब फेरि तपाईँले ल कन्ट्रोभर्सी नल्याउनु, अब रुबिन चाहिँ त अब पब्लिक मान्छे हो होइन, अब उहाँको अब करोडौँ फ्यानहरू हुनुहुन्छ, अब फ्यान भइसकेपछि त के भयो कसो भयो सबै कुरा त क्वेसन त सोध्छ नि त नि, के रहेछ सबै कुरा बुझ्न खोज्छ नि त। अनि यो कुरा चाहिँ सकिसकेको थियो क्या, अनि फेरि तपाईँ आएर बोलेपछि हेर्नु त अब कहाँदेखि कहाँ पुग्यो त नि। अनि तपाईँको धेरै कुराहरू मैले पहिला पनि सुनेको छु क्या दिदी, तपाईँ रुबिनजी जोसँग जो केटीसँग बोल्दा पनि खालि तपाईँ रिसाउने घर झगडा हुने त्यस्तो चाहिँ भइरहेको छ अरे क्या। अब बोल्दैमा मर्छ र भनेको क्या दिदी, कस्तो कुरा गर्नुभएको। अब तपाईँ अघि नै मैले भने अब गिबिनालाई नै ट्रस्ट गर्नुहुन्न रहेछ, अनि त्यो कुरा चाहिँ किन गिबिनालाई भनेको हो र, अचम्मै छ त बा।